गुरुजी कति वर्ष भयो तपाईले गाडी चलाउनु भएको? तपाईँ त पुरा पुरानो ड्राइभर हो क्या? बुढो न बुढो देख्छ त। बुढो देखे अरे होइन, तिमी चाहिँ बाटोमा को बुढो को तन्देरी त्यस्तै हेरिन्छ कि क्या हो? तिमीले बुढो देखेर के भयो हो? मलाई घरकोले ह्यान्डसम न ह्यान्डसम भर्खरको देखिरहेछ त भइगयो त। तिमीहरूले बुढो भन्दा बुढो हुन्छ? कसलाई बुढो कसलाई तन्देरी त्यही छुट्टै हिँड्छ क्या तिमीहरू चाहिँ बाटोमा। ड्युटी हिँडेको बेलामा दिमाग खराब पार्छ। कोही ड्राइभरहरूले त पुरा रक्सी खाएर चलाउनुहुन्छ त गाडी, उनीहरूको लागि के भन्नुहुन्छ तपाईँ? के अरे ड्राइभर भाइ साथीहरूको लागि अरे? अब हेर्नुहोस् बहिनी, तिमीले न्यु खोज्दै खोज्दै पनि भनिदिनु पर्यो त। अब ड्राइभर साथीहरूको लागि चाहिँ म के भन्न चाहन्छु भने नि, गाडी चाहे ठुलो होस् चाहे सानो होस्, चाहे आफ्नो होस् या मालिकको होस्, या प्यासेन्जर बोक्ने होस् या त माल बोक्ने गाडी होस्, जसले रहरले मात्रै चलाउँछ नि त्यो मान्छेको लागि चाहिँ यो गाडी हो। जसले घरको दुःखले चलाउँछ त्यो मान्छेको लागि चाहिँ यो सबैभन्दा ठुलो जिम्मेवारी हो। अनि जसले मद मदिरा सेवन गरेर लापरवाही चलाइन्छ नि त्यो मान्छेको लागि चाहिँ कोरोना र स्ट्रोक भन्दा पनि खतरा बिमारी हो। जब हामी यो ड्राइभर सिटमा बस्छौँ कहिले पनि म एक्लै बसेको छु भनेर सोच्नु हुँदैन। हाम्रो घरको नानी बुढी परिवारको खुसी पनि यो सिटमा बसेको छ। यदि हामीलाई के भइहाल्यो भने हाम्रो नानी पानी बुढी घरको के हुन्छ? आफू सुरक्षित, परिवार सुरक्षित। प्यासेन्जर चढाएर यात्रीहरूलाई लिएर हिँड्ने ड्राइभरले पनि हाम्रो भरोसामा त्यो यात्रीहरूले कति ठुलो भरोसा गरेर चढेको हुन्छ। तर हामीले लापरवाही गर्यो भने थुप्रोको ज्यान पनि जानु सक्छ हाम्रो लापरवाहीले। त्यसैले आफू सेफ, तपाईँको प्यासेन्जर सेफ, आफू सेफ, तपाईँको परिवार सेफ। सेफ ड्राइभ, सेफ लाइफ। साथीहरू, यसलाई चाहिँ ध्यानमा राखेर हामीले गाडी चलाउनु पर्छ। बुढा सुडा चाहिँ नभन्नु है। अबदेखिको बुढो भन्यो भने चाहिँ मेरो गाडीमा कहिले पनि चढाउँदिन नि। बाटोमा बस्यो, अरूलाई बुढो भने तन्देरी भने गएको।